नमस्ते। मल्टिपल माइलोमासँग जिउनु भनेको होइन उपचार मात्रै गरेर पुग्दैन, यो त त्योभन्दा धेरै माथिको कुरा हो। त्यही भएर आज हामी चाहिँ यसको उपचार बाहेक दैनिक जीवनमा आइपर्ने गैर चिकित्सकीय चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने बारे केही व्यावहारिक कुराहरूमा केन्द्रित हुनेछौँ। यस्ता साना साना कुराले पनि जीवनको गुणस्तरमा साँच्चै ठूलो फरक पार्न सक्छ। जब कसैलाई यो रोग लागेको थाहा हुन्छ, मनमा अनेक थरीका जटिल भावनाहरू आउनु एकदमै स्वाभाविक हो। यस्तो महसुस हुनु सामान्य कुरा हो र यो यात्रामा धेरैले यस्तै अनुभव गर्छन्। मनमा अलमल हुन सक्छ, भविष्यको चिन्ताले सताउन सक्छ वा कहिलेकाहीँ रिस पनि उठ्न सक्छ। यी सबै भावनाहरू सामान्य प्रतिक्रिया हुन्। जे महसुस भइरहेको छ त्यो एकदमै ठिक छ र त्यसलाई स्वीकार्नु नै सायद पहिलो कदम हो। भनिन्छ नि, ज्ञान नै शक्ति हो। साँच्चै हो। जब हामीसँग सही जानकारी हुन्छ नि, तब त्यो अनिश्चितताको बादल, त्यो डर बिस्तारै हट्दै जान्छ अनि अवस्थालाई सामना गर्न र अलि बलियो महसुस गर्न धेरै मद्दत पुग्छ। ल, भावनाहरूलाई स्वीकार गरिसकेपछि अब आफ्नो जीवनमा त्यो नियन्त्रणको भावना फिर्ता ल्याउन सक्ने केही व्यावहारिक कदमहरूतर्फ लागौँ न त। कहिलेकाहीँ भविष्यबारे धेरै सोच्दा मन आत्तिन सक्छ। त्यसैले आजको दिनमा ध्यान केन्द्रित गरौँ। दिनलाई ससाना गर्न सकिने कामहरूमा बाँड्ने, जस्तै बिहानको खाजा बनाउने वा 10 मिनट हिँड्ने। यसो गर्दा बोझ कम महसुस हुन्छ र हरेक दिन केही न केही पूरा गरे जस्तो लाग्छ। डायरी राख्नुका दुईवटा ठूला फाइदा छन्। पहिलो त यसले आफ्ना भावनाहरूलाई बुझ्न र प्रशोधन गर्न एउटा ठाउँ दिन्छ, अनि दोस्रो डाक्टरसँगको भेटमा के भइरहेको छ भनेर स्पष्ट जानकारी दिन पनि धेरै सजिलो हुन्छ। जस्तै कुन बेला दुखाइ बढ्यो वा कहिले धेरै थकित महसुस भयो। एउटा कुरा याद राखौँ है, यो यात्रा एकले सामना गर्नुपर्छ भन्ने छैन। अब हामी हेरौँ कसरी एउटा बलियो सहयोगी सञ्जालले यो समयमा ठूलो फरक पार्न सक्छ। परिवार र साथीहरूले भावनात्मक साथ दिन सक्छन्, अनि खाना पकाउने वा किनमेलमा मद्दत गर्ने जस्ता व्यावहारिक सहयोग पनि। उनीहरूलाई कस्तो सहयोग चाहिन्छ भनेर स्पष्ट भन्न चाहिँ हिचकिचाउनु हुँदैन। स्वास्थ्य टोलीले त चिकित्सा सम्बन्धी प्रश्नहरूको जवाब दिइहाल्छन् र यदि थप सहयोग चाहिएमा मानसिक स्वास्थ्य पेशेवरहरूले विशेषज्ञ मद्दत प्रदान गर्न सक्छन्। अब यी लक्षणहरूमा चाहिँ अलिकति ध्यान दिनुपर्छ है। यदि यस्ता सङ्केतहरू देखा पर्न थाले भने सायद व्यावसायिक मद्दत लिने बेला भयो कि भनेर सोच्नुपर्छ। अनि एउटा कुरा के याद राखौँ भने मद्दत माग्नु भनेको कमजोरी होइन, यो त आफ्नो ख्याल राख्ने एउटा साहसी कदम हो। ल, अब अलिकति जीवनको गुणस्तरमा सकारात्मक प्रभाव पार्न सक्ने ठोस जीवनशैली परिवर्तनहरूबारे कुरा गरौँ। सन्तुलित आहारले शरीरलाई ऊर्जा दिन्छ। यदि भोक कम छ भने थोरै थोरै तर पटक पटक खाने प्रयास गर्न सकिन्छ। हरेक छाक सन्तुलित हुनुपर्छ भन्ने छैन, तर हप्ताभरिमा विभिन्न पौष्टिक तत्त्वहरू समावेश गर्ने कोसिस गरौँ। शारीरिक गतिविधि मानसिक स्वास्थ्यको लागि पनि उत्तिकै फाइदाजनक छ। हिँड्ने वा योग जस्ता हल्का व्यायामले एन्डोर्फिन अर्थात् खुशी हर्मोन बढाउँछ। तर हो, कुनै पनि नयाँ व्यायाम सुरु गर्नुअघि सधैँ आफ्नो शरीरको कुरा सुन्नुपर्छ र डाक्टरसँग सल्लाह लिनु एकदमै जरुरी छ। तनाव व्यवस्थापनका लागि आराम एकदम महत्त्वपूर्ण छ। ध्यान, गहिरो सास फेर्ने अभ्यास वा मनपर्ने सङ्गीत सुन्ने जस्ता गतिविधिहरूले मनलाई शान्त पार्न र चिन्ता कम गर्न मद्दत गर्छन्। दिनमा 20 मिनट मात्रै भए पनि यसले साँच्चै ठूलो फरक पार्न सक्छ। यो एउटा एकदमै सरल तर शक्तिशाली सास फेर्ने अभ्यास हो, जुनसुकै बेला जहाँ पनि गर्न सकिन्छ। झ्याल जस्तो कुनै आयताकार वस्तुमा हेर्ने, त्यसको छोटो छेउमा हेर्दा सास भित्र लिने र लामो छेउमा हेर्दा सास बाहिर फाल्ने। मन शान्त नभएसम्म यसलाई दोहोर्याइरहने। अब हाम्रो अन्तिम तर अत्यन्तै महत्त्वपूर्ण खण्डमा जाउँ, संक्रमणको जोखिमलाई कसरी व्यवस्थापन गर्ने। मल्टिपल माइलोमाले शरीरको प्रतिरक्षा प्रणालीलाई दुई तरिकाले कमजोर बनाउँछ। पहिलो, यसले काम नलाग्ने एन्टिबडीहरू बनाउँछ। दोस्रो, यसले स्वस्थ संक्रमणसँग लड्ने कोशिकाहरूलाई बाहिर धकेल्छ, जसले गर्दा शरीरको रोगसँग लड्ने क्षमता घट्छ र संक्रमणको जोखिम ह्वात्तै बढ्छ। यसको मतलब मल्टिपल माइलोमा भएका व्यक्तिहरूलाई संक्रमण हुने सम्भावना 15 गुणा बढी हुन्छ। यो तथ्याङ्कले नै हामीलाई किन सतर्क रहनुपर्छ भनेर देखाउँछ। जोखिम वास्तविक छ, तर राम्रो कुरा के हो भने यसलाई व्यवस्थापन गर्न सकिने कदमहरू पनि छन्।
जोखिम कम गर्नका लागि शक्तिशाली तर एकदमै सरल कदमहरू चाल्न सकिन्छ। जस्तै बारम्बार हात धुने, फलफूल र तरकारी राम्ररी पखाल्ने र बिरामी मानिसहरूसँगको सम्पर्कबाट जोगिने। यस्ता साधारण बानीहरूले पनि ठूलो फरक पार्न सक्छ। ल, अब हामी यो चर्चाको अन्त्यमा आइपुगेका छौं। म कुनै सारांश दिनुभन्दा पनि एउटा प्रश्न छोडेर जान चाहन्छु। आज आफ्नो स्वास्थ्यको लागि, आफ्नो मनको लागि लिन सकिने त्यो एउटा सानो सकारात्मक कदम के होला? त्यो छोटो हिँडाइ पनि हुन सक्छ वा कुनै प्रियजनलाई एकैछिन फोन गर्नु पनि। जे भए पनि यति कुरा चाहिँ याद राखौं है, हरेक सानो कदमले पनि ठूलो अर्थ राख्छ।